हेलो साथीहरू, अझ पनि मैले काँक्राकै बारेमा चाहिँ कुरा गर्न गइरहेको छु होइन। यो काँक्रा चाहिँ मैले धेरैजनालाई रिक्वेस्ट पनि गरेको थिएँ होइन, घरमा आएर लान सक्नुहुन्छ, खान सक्नुहुन्छ भनेर। तर पनि मेरो ग्राहक चाहिँ 2-3 जना बाहेक आउनु भएन क्या। त्यही भएर अब यो काँक्रा चाहिँ म आफै खान थालेँ कि दिनमा चाहिँ एउटा एउटा गरेर होइन। जस्तै आज मैले एउटा मैले यो आज दिँदैछु होइन। यो चाहिँ अब ग्राहकहरू नआउने भएर चाहिँ म एक्लै खान थालेँ क्या। यो यत्रो छैन अहिले, यो चाहिँ बिहान त्यस काम गर्दा होइन खाजाको लागि चाहिँ राम्रो हुन्छ नि त। अहिले घाम लागिरहेको छ होइन, अनि यो चाहिँ मैले बिहानबाट बेलुकासम्म खाने गर्छु कि। ठुलो छ कि ठिक्क खाने टाउको चिपेको पनि छैन, ठिक्क चिक्न भइसक्यो। अब अझै यस्तो यो चाहिँ अब उकाल्ने बेला पनि भइसक्यो, त्यसले गर्दा म आफै खान थालेँ। अनि अब 9-10 जना जति होला। अब आफै बल गर्नु परिरहेछ भनौँ न काँक्रा चाहिँ। त्यसै अझै पनि आउन सक्नुहुन्छ है काँक्रा खान चाहिँ। कसैले मनपर्छ भने यस्तै छ कि काँक्राहरू भन्दै मेरो भिडियो यति नै बनाएँ।